अगाडि बढाउनु भन्दा पहिला सुरुको प्रार्थना गर्नेछौँ अनि विजय क्रिस्टको आदरणीय वरिष्ठ पास्टर हाम्रो बीचमा हुनुहुन्छ पास्टर बुवा टिकाले उहाँले आएर सुरुको प्रार्थना गरिदिनु हुनेछ। आउनुहोस् हामी प्रार्थना गरौँ। पवित्र महान परमेश्वर प्रभु हामी तपाईलाई धन्यवाद दिन्छौँ। यो बिहान प्रभु आज हामीलाई यो स्थानमा ल्याउनु भयो। प्रभु हामीलाई सुरक्षासँगलाई आजको यो बिहानदेखि यो समयको सुरुदेखि यो अन्तसम्म प्रभु तपाईले हामीलाई सुरक्षा दिनुभएको र विशेष गरेर आजको सभामा सारा कुराको शक्ति प्रदान गर्नुहोस्। कुनै पनि दुष्ट अन्धकारको शक्तिहरूबाट बचाउनुहोस् भनिकन हामी प्रार्थना गर्छौँ पिता। धन्यवाद धन्यवाद। सबै कुरा प्रभु तपाईको चरणमा राख्दै बिन्ती चढाउँदछु येशू प्रभुको नाममा आमेन। समाजको अध्यक्ष अनि हाम्रो यहाँ सह-आयोजक भइकन खटिरहनु भएको छ। हाम्रो बिचमा आइसक्नुभयो पास्टर ज्ञानबहादुर मगर हाम्रो जातिले समाज सेवा छ भनेर उहाँको अनुपस्थितिमा पनि हामी अतिथि उहाँलाई अध्यक्षज्यूलाई ताली बजाएर स्वागत गर्दछौँ। त्यसलाई कदर गर्दै हामी अनुरोध गर्दछौँ आउँदै रहँदा जोडतोड ताली मण्डलीको दर्शनलाई कदर गरिकन आजको सेवामा हजुरलाई स्वागत गर्दछौँ। अतिथि ताली बजाउनेछौँ हामी। मैले भनेको होइन है, प्रभुको वचनले के भन्दैछ? स्वागतको क्रममा आजका प्रमुख वक्ता आयोजक टिमबाट इसाई नारी पुरुष एकता प्रार्थना समूह विधि स्वतन्त्र विश्वव्यापी मण्डली अन्तर्गत डाक्टर पास्टर जेठबहादुर खरेल आउँदै हुनुहुन्छ। जोरदार तालीले स्वागत गर्नेछौँ। ताली 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 गर्नेछौँ हामी। मन्तव्यको क्रममा छौँ। आफ्नो 2 शब्द मन्तव्य राख्दिनु पास्टर बर्नबास पास्टर श्रेयसलाई दिन्छु है। धन्यवाद। यो मौका हाम्रो सञ्चालिका हाम्रो नानी छोरी शोभाले यो अवसर मलाई दिनुभयो। यत्रो जमघटको अगाडि तपाईँ परमेश्वरले एउटा विश्वास र एउटा आशा लिएर आज यो हलमा हामी उपस्थित छौँ र विभिन्न आत्मिक रोग विभिन्न शारीरिक रोग लिएर आएका छौँ। अब जस्तो आयो उस्तै फर्केर हामी जाने छैनौँ। हामी यहाँदेखि पूर्ण रूपले छुटकारा भएर जानेछौँ। आमेन। ठिकै छ। आज धेरै कुराहरू हामीले देख्न सुन्न भिडियोबाट हामीले क्लिपबाट देखिन सुन्यौँ। जोहरूले तपाईँहरूले मुठी खोल्नुभएका छन् अनि यसैले यो सेमिनार अथवा यो मिसन चलिरहेको हामीले देखेका छौँ। अनि विभिन्न बालबालिका टोरा टेङ्ग्राहरू असहायहरूलाई पनि यहाँहरूले यसै मार्फत सहयोग पुर्याइराख्नुभएका हामीले प्रत्यक्ष हामीले भिडियोबाट पनि देखेका छौँ। कतिजनाले जानेका छैन होला, थिएन होला या यो मिसनले के गरिरहेको छ, यो मिसन भेटी खोलेर चाहिँ के काम गरिरहेका छन्, के यो बेनीप्रको कर्मचारीलाई पाल्ने मात्रै हो कि या अरू केही हुँदैछ? कल्टुता थियो होला, तर आज दूर भएको मैले महसुस गरेको छु भन्दै यो छोटो मेरो यो भनाइलाई राखे। सबैजना फेरि जय मसी। धन्यवाद। पास्टरले आफ्नो मन्तव्य राखेर जानुभएको छ। त्यसरी नै पास्टर गोपाल श्रेष्ठ हाम्रो बिचमा हुनुहुन्छ चुलाचुलीबाट शान्ति चर्च अन्तर्गत आफ्नो विचार राखिदिनु न पनि। अहिले हेर्दै जाँदाखेरि जुन प्रजामा यहाँले गर्नुभएको जो उपस्थिति जो विनिप्रको सेवकाईलाई सहयोग गर्नुहुने यो एउटा कृपालु हातहरूले चाहिँ जति पनि दिनुभयो वंशको प्रेम भेटीमा र यहाँले कुनै पनि कुरामा कमी नगरिकन जहाँले जहाँनिर सेवा गर्नु पर्थ्यो त्यहाँ गर्नुभएको कुरा देखियो र मैले सोचिरहेको थिएँ यति
कतिपय कुराहरू त होइन तर सामान्य रूपमा ती गर्न सक्नुभएको होला किनकि यहाँ धेरै खर्च चाहिन्छ भन्ने कुराहरू सोचिरहेको थिएँ तर एकदमै यहाँले चाहिँ महत्त्वपूर्ण प्रकारले गर्नुभएको छ आदरणीय चेतबहादुर खडेलज्यू उहाँको उपस्थिति चाहिँ सबै देशमा होस् भन्ने हामी प्रार्थनामा सम्झिरहेका छौँ र सबै देशमा चाहिँ परमेश्वरले दिनुभएको वरदानलाई चाहिँ अझ शक्तिशाली रूपमा आज वर्षे प्रभुले पुरा गराउने हुनेछ धन्यवाद छ यो सफलता सबै पुरा होस् भन्दै म यो छोटो समयलाई व्यक्त गर्न चाहन्छु धन्यवाद दिन्छौँ र यसरी हामी मन्तव्यमा जाँदै गर्दैछौँ छोटो रूपमा नमुना मण्डलीबाट पास्टर श्रीमान हुनुहुन्छ हाम्रो बिचमा थोरै आफ्नो हिस्साको मन्तव्य राख्नु सर्वप्रथम सृष्टिकर्ता परमेश्वर धन्यवाद होस् सुसमाचार भन्नाले परमेश्वरको सन्देश छुटकारा चङ्गाई भन्नाले हामीले विभिन्न प्रकारका रोग कष्टहरूमा परिरहेको अवस्थाबाट छुटकाराका लागि साथसाथै हामीले ख्रीष्ट येशूमा विश्वास गरेर संसारका सबै प्रकारका बन्धनहरूबाट हामीले छुटकारा पाउने कुराहरू छन् यसले गर्दाखेरि सबै कुराको निम्ति पनि आजको यो हाम्रो बृहत सुसमाचार चङ्गाई छुटकारा सेवा सफल होस् भन्दै परमप्रभु परमेश्वरमा प्रार्थना साथ यो छोटो मेरो आफ्नो भनाइ यहाँ अन्त गर्न चाहन्छु धन्यवाद धन्यवाद पशुवालाई आफ्नो मन्तव्य राख्दै जानुभएको छ अब हामी मन्तव्यलाई यतिमै राख्दै गर्दा यो समय हामी प्रार्थनामा जानेछौँ प्रार्थनाका साथ आफ्नो मन्तव्य राखिदिनुहुन यस कार्यक्रमका सहआयोजक पत्रिसनिचरी नगर इसाई समाजका अध्यक्ष र कार्यक्रमका अध्यक्ष हाम्रो पास्टर गोपाल राईलाई आफ्नो मन्तव्यका साथ भेटी आराधना र वचनको लागि प्रार्थना गर्दिन सबै कार्यभागीले मलाई ताली बजाएर आउनुहोस् हामी प्रार्थना गरौँ सर्वोच्चमा विराजमान हुने सर्वशक्तिमान र सर्वज्ञानी परमप्रभु परमेश्वर वा हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ र विशेष गरी आजको यो पवित्र सभामा तपाईँ परमेश्वरको अभिषेकले प्रभु भर्नु भएको होस् भनिकन म घोषणा गर्दछु तपाईँको शक्ति र सामर्थ्यले प्रभु यहाँ रहेका सम्पूर्ण रोगीलाई बिरामीहरू आज येशूको नाउँमा चङ्गाइ हुनेछन् भनिकन म घोषणा गर्दछु तपाईँको दासद्वारा पवित्र आत्माको अभिषेक खनाउनुहोस् प्रभु शिरदेखि पाउसम्म उहाँले बोल्दै गर्दाखेरि स्वर्गदूतको पहरालाई म घोषणा गर्दछु र त्यो शक्तिशाली वचनद्वारा तपाईँ परमेश्वरको शक्तिशाली वचनद्वारा आज जतिजना रोगीहरू यहाँ बिरामीहरू उपस्थित हुनुहुन्छ हरेकको जीवनमा त्यो चङ्गाइ र छुटकारालाई म घोषणा गर्दछु प्रभु धन्यवाद दिन्छु तपाईँको अभिषेकलाई म घोषणा गर्दै तपाईँ परमेश्वरको महिमा भएको होस् भनिकन सबै कुरा आजको यो कार्यक्रमलाई सुरुदेखि अन्त्यसम्म तपाईँको हातमा राख्दै माग्छु आशिष येशू प्रभुको नाममा आमेन आराधना लगाउँदै आजको प्रमुख वक्ता डाक्टर रेभरेन्ड पास्टर चेतबहादुर खडेलगुरुवाले बाँकी समय दिनुहुनेछ र सेवालाई हामी निरन्तर अगाडि बढाउनेछौँ आउनुहोस् हामी एकसाथ रहनेछौँ यो समय आजको सङ्गीत जुन्नलाई जोड्दो तालीले आराधनाको लागि महासभामा विश्वासको साथ आउनु भएको छ नि आज प्रवेशले तपाईँलाई लिगो पारिसक्नु भएको छ
आज तपाईको आत्मिक रोगलाई परमेश्वरले निको पारिसक्नु भएको छ। आज तपाईलाई शारीरिक रोगले परमेश्वरले आज शारीरिक रोगबाट स्वास्थ्य निको पारेर तपाईलाई स्वस्थ परमेश्वरले आज तपाईको जीवनमा के काम गर्नुभयो तपाईँ आफैले हेर्नुहोस् न। आफैले हेर्नुहोस्, आफैलाई जाँच्नुहोस्। तपाईँ अन्तिम आज पवित्र महासभामा आउनुभएको छ भने मैले होइन तपाईँलाई यसुले निको पार्छ। मैले होइन यसुले निको पार्छ। धर्मले होइन तपाईँले यीशुले निको पार्छ। तपाईँको विश्वासद्वारा आज परमेश्वरले निको पार्छ। हाम्रो प्रभुलाई जोरदार ताली हालेलुया हालेलुया। मुख्य कुरामा तपाईलाई के भन्न चाहन्छु आज भने परमेश्वरको वचनद्वारा आज जे तपाईँ आशा लिएर आउनुभएको छ नि त्यो आशा म प्रति होइन यसु प्रति राख्नुहोस्। सबै कुरा तपाईँलाई यसुले पुरा गर्नुहुनेछ। कति मैले भनेको सुन्छु, अरूलाई चङ्गाई गर्दै हिँड्छन् अहिलेको वक्ताहरू, आफै बिमारी हुन्छ भन्छ नि, त्यसले अझै बाइबल पढाएको छैन। यीशुबाहेक सबै बिमारी छन्, यीशुबाहेक सबै रोगी छन्, यीशुबाहेक सबै पापी थिए, यीशुबाहेक सबै श्रापित थिए। तर जुन दिन यीशुलाई पाए त्यो दिनबाट पापबाट छुटकारा पाए। जुनबाट यीशुलाई पाए त्योबाट परमेश्वरको साँच्चै शक्ति र त्यो रगतद्वारा पाप क्षमा मात्र होइन आत्मिक रोग पनि निको भएका छन्। तर म भन्न चाहन्छु आज तपाईँले जे आशा जे भरोसा तपाईँले लिएर आउनुभएको छ नि त्यो आशा र भरोसा चाहिँ नदेखेको यसुमाथि गर्नुहोस्। तपाईँले नदेखेको यसुमाथि जब गर्नुहुन्छ नि, जसरी म निको भएँ तपाईँ पनि आज यीशुको नाममा निको हुनुहुनेछ। हालेलुया भन्नुहोस् त, हालेलुया भन्नुहोस्, हालेलुया भन्नुहोस्, हालेलुया। र आज यो सेवालाई गर्ने मौका दिनुभएको लागि विशेष यसै स्थानीयका मण्डलीहरू अथवा हाम्रो अध्यक्षज्यू ईशानगरका अध्यक्षज्यूलाई मेरो तर्फबाट ईशानगरको टिमको चर्चको तर्फबाट हामी ताली बजाएर धन्यवाद दिनेछौँ। हालेलुया भन्नुहोस्, हालेलुया। पवित्र महासभा भनेको के हो? पहिलो कुरा हामी यो कुरो बुझ्नु अति जरुरी छ। नेपालका विशेष इसाईहरूले, अरूलाई भन्दिनँ म, नेपाली क्रिस्चियनहरूले, नेपाली समूह क्रिस्चियनहरूले यो कुरा बुझ्नुपर्छ कि पवित्र महासभा कसलाई भनिन्छ? पवित्र महासभा भनेको चाहिँ जहाँ येशू ख्रीष्टलाई प्रभु भनेर स्वीकारेर पानी र आत्माले पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा लिएका छन्। ती लिएका समूह अथवा मानिसहरू अथवा विश्वासीहरू भेला भएको समूहलाई चाहिँ पवित्र सभा भन्दछ। पवित्र सभा मात्र होइन, हामी धर्मी जनको सभा पनि हो। भन्नुहोस्, आमीन भन्नुहोस् न। एलको पुस्तकले हामीलाई भन्दछ पवित्र महासभा बोलाऊ। के को लागि बोलाऊ? झगडा गर्नलाई कि खिचातानी गर्नलाई कि द्वन्द्व गर्नलाई, एक अर्को टालछल कुरा गर्नलाई कि एक अर्को बदनाम गर्नलाई पवित्र महासभा अथवा पवित्र सभा प्रभु बोलाउनुहुन्छ? ल भन्नुहोस्, बाइबल भन्दछ आउँदैछ। पवित्र महासभा के गर्नु? कुनै फुका के भन्दा सारे कुनै फुका। तुझै फुक्नुको अर्थ के हो? बन्धनहरू तोडिनु, पर्खालहरू भाँचिनु, ढल्नु,
पनि आज नेपाली जातिहरू नेपाली भाषीहरूको हृदयको त्यो अन्धकारको शक्तिको पर्खाल ढल्नुपर्छ। कसरी ढल्नुपर्छ? पवित्र जातिको तुराई फुकाई भेडाको सिङ फुकेर मात्र होइन, एउटै आत्माको प्रार्थको शक्तिको तुराईको फुकाई अब के हुनुपर्छ? अब नेपाली जाति नेपाली भाषी पवित्र जाति पवित्र सभा किन बोलाउनुहुन्छ प्रभुले? अन्धकारले पर्खाल लगाएका नेपाली जातिलाई हाम्रो विश्वासको प्रार्थना हाम्रो विश्वासको तुराईको शक्तिले के हुनुपर्छ? ढलेर नेपाली जातिले पनि हामी जस्तै यीशुमा बाँच्नुपर्छ। हामी भन्नुहोस् न हालेलुया, 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 हालेलुया। जस्तो पवित्र जातिहरू भेला भएको ठाउँमा झगडा हुँदैन, मारपिट हुँदैन, कुनै पनि शत्रु हुँदैन। पवित्र जातिभित्र सबै परमेश्वरका सन्तान हुन्छ, सबै मित्र हुन्छ। पवित्र जातिभित्र सबैले मित्र बनाउनुहुन्छ, साथी बनाउनुहुन्छ। आमेन भन्नुहोस्। त्यसकारण एउटको पुस्तक 2:15 मा के भनेको छ अरे? तुराई फुक, पवित्र सभा बोलाऊ। केको लागि बोलाऊ? राष्ट्रको लागि प्रार्थना गर्नलाई ताली दियो, सरकारको लागि प्रार्थना गर्न ताली दियो। हालेलुया भन्नुहोस् न। ओ पवित्र महासभाको अर्थ यो हो कि पवित्र सभाले जहिले पनि आफ्नो हितभन्दा अर्कोको हित देख्न चाहन्छ। त्यो चाहिँ पवित्र महासभाको एउटा अर्थ लाग्छ। भनेपछि हामी को हो त? पवित्र सभा, पवित्र जातिको जसले यस गृहलाई चिनेको छ। हामी सबै पवित्र जाति। अब पवित्र जाति भेला भएको ठाउँलाई चाहिँ पवित्र महासभा भन्छ। आमेन भन्नुहोस्। पवित्र महासभा जहाँ हुन्छ त्यहाँ जागृति आउँछ। जहाँ पवित्र महासभा हुन्छ त्यहाँ छुटकारा आउँछ। जहाँ पवित्र महासभा हुन्छ त्यहाँ चङ्गाई आउँछ। जहाँ पवित्र महासभा हुन्छ त्यहाँ सुसमाचार आउँछ। जहाँ पवित्र महासभा हुन्छ परमेश्वरको उपस्थिति हुन्छ। परमेश्वरको उपस्थिति हुन्छ। अनि परमेश्वरको उपस्थिति हुन्छ, त्यहाँ परमेश्वरको महिमा हुन्छ, त्यहाँ परमेश्वर उचाल्ने काम हुन्छ। कुनै व्यक्तिले उचाल्ने काम हुँदैन, जिउँदो येशूले उचाल्छ। जिउँदो येशूको प्रशंसा गर्ने काम हुन्छ। जिउँदो येशूको प्रशंसा गर्ने काम हुन्छ। पवित्र महासभा मात्रै भनेर हाइलाइट र ब्यानरमा लेख्नुभन्दा पनि हाम्रो जीवन कस्तो छ? पवित्र महासभाभित्र पर्छौँ पर्दैन। यदि तपाईँमा पवित्र महासभाभित्र एउटा समूहभित्रको एउटा व्यक्ति परेका छौँ भने हामी पवित्र नै सोच्नुपर्छ अरूलाई। आमेन भन्नुहोस्। हालेलुया भन्नुहोस्। मत्ती 4:23 मात्र पढ्नेछौँ। अब येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै भनेर चाहिँ पहिला के भनेको छ? सभाघरहरूमा सिकाउँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोगहरू र शारीरिक दुर्बलता शरीरमा भएका कमजोरीहरू निको पार्दै सारा गालिलभरि घुम्नुभयो। घुम्नुको ताली दिउँ प्रभुलाई। यसुको सेवा पहिलो सेवा कस्तो रहेछ? पहिलो सेवा के रहेछ? ईश्वरीय कुरा सिकाउने काम गर्नुभयो या स्वर्गीय कुरा सिकाउनु भयो। आमेन भन्नुहोस्। अरू कुरा त त्यहाँ सिकाउनु भएन। अहिले त परमेश्वरको राज्यको बारेमा सिकाउनु भयो, तर राज्यको बारेमा मात्र सिकाउनु भएन। उहाँले आफैले प्रचार गर्नुभयो, आफैले प्रचार गर्नुभयो। सुरुमा संसारमा प्रचार गर्ने विषय स्वयं
येशू नै कन्यामरीबाट जन्मिनु भएको थियो। आमेन। त्यसैले आफै मिश्रनी भएर आउनुभयो, मिसर बोकेर आउनुभयो। आमेन भन्नुहोस्। अब येशू ख्रीष्ट आफै प्रचारक बनेर आउनुभयो। आमेन भन्नुहोस्। अब येशू ख्रीष्ट आफै प्रचारक मात्र होइन, उहाँ आफै चङ्गाई बनेर आउनुभयो। अब येशू ख्रीष्ट आफै चङ्गाईकर्ता मात्र बनेर आउनु भएन, उहाँ जीवनदाता मुक्तिदाता बनेर आउनुभयो। अब येशू ख्रीष्ट आफै भए तापनि उहाँले के गर्नुभयो? संसारका मानिसहरूलाई सिकाउनु भयो, संसारका मानिसहरूलाई प्रचार गर्नुभयो, संसारका मानिसहरूमा भएका विभिन्न किसिमका रोगी बिमारलाई निको पार्ने काम गर्नुभयो र संसारका मानिसहरूमा भएका अशुद्ध आत्मा भूत आत्मा लागेका मानिसहरूलाई छुटकारा दिने काम गर्नुभयो र संसारका मानिसहरू कमजोरी दुर्बलता भएका व्यक्तिहरूलाई शक्ति दिने हुनुभयो। हालेलुया, हालेलुया। हो, यो चाहिँ पक्का येशूको सेवा, यो चाहिँ पक्का येशूको सेवा। भूतबाट निकाल्नु भयो नि येशूले, निको पनि पार्नु भयो। तर येशूले निको मात्र पार्नु भएन, प्रचार पनि गर्नुभयो। तर प्रचार मात्र गर्नु भएन, सिकाउनु पनि भयो। सिकाउनु मात्र भएन, चेला पनि बनाउनु भयो र परमेश्वरको राज्य पूजामा होइन शक्तिमा गएर विजय हुनुभयो। आज तपाईँ आउने सेवाका 21औं शताब्दीको सेवाकाई कस्तो छ? पवित्र महासभाको एउटा सदस्य हुनुहुन्छ भनेको अर्थमा विश्वासी हुनुहुन्छ। पवित्र महासभाको एउटा चाहिँ लिडर हुँ पनि भन्लान्, म एउटा समूहको लिडर पनि हो भन्लान्। तर पवित्र महासभाको नाम लिन्छ, यीशुको नाम लिन्छ, फेरि यीशुले गरेको चङ्गाइको पनि विरोध गर्छ। यीशुको नाम लिन्छ, यीशुको छुटकाराको पनि विरोध गर्छ। यीशुको नाम लिन्छ, यीशुबाट आएको जागृतिको पनि विरोध गर्छ। के हो? कान खोलेर सुन्नुहोस्। आज यो सुन्ने दिन हो, भोलिदेखि व्यवहारमा उतार्ने दिन हो। आज सुन्ने, भोलिबाट काम गर्ने, अनि बल्ल पूर्व क्षेत्रको मण्डली वृद्धि भएको म देख्न चाहन्छु। आज येशू ख्रीष्ट एकजना प्रचारक हुनुहुन्थ्यो। येशू ख्रीष्टको पालादेखि अहिलेसम्म कति प्रचारक भएको थियो? ताली दिउँ न पाउला। हालेलुया। प्रचारक त वृद्धि गर्दै जानुपर्छ। जति प्रचारक वृद्धि गर्दै जान्छ नि, त्यति नै परमेश्वरको राज्य फैलिँदै जान्छ। अनि जति परमेश्वरको राज्यको प्रचार गरिन्छ नि, त्यहाँ परमेश्वरको राज्यको प्रचार जहाँ गरिन्छ त्यहाँ शक्तिशाली काम हुन्छ। जति परमेश्वरको राज्यको येशूको प्रचार गरिन्छ त्यहाँ ठुला ठुला आशादी कामहरू हुन्छ। मर्कुस 16 को 15 पढ्नुस् त नानी। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, अब उहाँले उहाँका चेलाहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई पृथ्वीलाई सुसमाचार प्रचार गर। सुसमाचार प्रचार गर। ल, उहाँले पहिला प्रचार गर्नु, आफू चुप लागेर बस्नु भएन। त्यो बनाउने सुसमाचार सायद जेसुकै होस्, मैले सुसमाचार कहिले पनि छुटाउनु। मेरो बल भनेको त्यही हो, मेरो शक्ति भनेको त्यही हो, मेरो विषय भनेको त्यही हो। किन? जब म यीशुको प्रचार गर्छु नि, म आफै मृगले उफ्रिन्छु। जब म यीशुको प्रचार गर्छु नि, त्यतिको परमेश्वरको रेभेलेसन आउँछ मलाई। जब यीशुको प्रचार गर्छु नि, अरूले व्याख्या गर्न पर्दैन, पवित्र आत्माले व्याख्या गर्नुहुन्छ। यसले भन्नुभयो, प्रचार गर। कसलाई? उहाँको चेलाहरूलाई मात्रै? कसलाई? उहाँलाई विश्वास गरेर उहाँलाई पछ्याउनेहरूलाई। यसले भन्नु प्रचार गर। के को प्रचार गर? धर्मको होइन, कर्मको होइन, व्यक्तिको, समुदायको, स्वास्थ्यको,
कुनै पनि व्यक्ति न संस्था न चाहिँ धर्म न कर्म कसैको पनि उहाँले प्रचार गर भनेको होइन। जिउँदो यसको उद्धार र मुक्तिको प्रचार गर। हाम्रो परमेश्वर हालेलुया हालेलुया। परमेश्वर राज्यको प्रचार गर। अनि परमेश्वर राज्यमा के छ? अनन्त जीवन छ। परमेश्वर राज्यमा के छ? मुक्ति छ। परमेश्वर राज्यमा के छ? शान्ति छ। परमेश्वर राज्यमा के छ? एकता छ। परमेश्वर राज्यमा के छ? मिलमिलाप छ। परमेश्वर राज्यमा के छ? छुटकारा छ। परमेश्वर राज्यमा के छ? सङ्घाइ छ। अनि परमेश्वर राज्यमा के छ? छुट्टी छ। त्यही भएर तिमीहरूले गएर प्रचार गर। प्रचार गर भनेर उहाँले अधिकार दिनुभयो। तर अब जब पेन्टिकोस्टको दिन आयो, पेन्टिकोस्टको दिन आइसकेपछि पवित्र आत्मा आउनुभयो। पवित्र आत्मा आइसकेपछि विभिन्न किसिमका वरदानहरू आए। आमेन भन्नुहोस्। अनि अब वरदानको समय हो। अहिले चाहिँ यीशुको समय होइन, वरदानको समय हो। हालेलुया भन्नुहोस् न। अहिले के हो? यीशु क्रिस्टको समय होइन, तर अधिकार चाहिँ यसुले दिनुभयो। यस क्रिस्टको समयमा अधिकार थियो, तिनीहरू जान्थे। अनि यसुले अधिकारको शक्ति दिएर पठाउनु भयो। तिनीहरूले काम गरे, फर्केर आए। तर यसु जब सारा मानव जातिको पापलाई उठाइ लैजानलाई क्रुसमा टाँगिनु भयो, मारिनु भयो, गाडिनु भयो। तेस्रो दिनमा मृत्युलाई जितेर 40 दिन 40 रातपछि उहाँ स्वर्गमा जानुभयो। पेन्टिकोस्टको दिनमा पवित्र आत्मा आउनुभयो। उनी पवित्र आत्माले शक्ति मात्र होइन, वरदान दिनुभयो। वरदान मात्र होइन, जागृति दिनुभयो। जागृति मात्र होइन, प्रचारकहरूको पनि परमेश्वरले शक्तिशाली काम झार्ने पत्रहरूलाई बनाउनु। आमेन भन्नु। हालेलुया भन्नुहोस्। हालेलुया हालेलुया। जहाँ जहाँ पत्रहरूले प्रचार गर्छ नि, जन्मेदेखि हिँड्न नसक्ने मान्छे निको भएको छ। मरेको मुर्दा जीवित भएको छ। तर पत्रुसले गरेको होइन, पत्रुसमा भएको त वरदान र शक्तिले गरेको, यसको नाममा गरेको। आमेन भन्नुहोस् न। हालेलुया भन्नुहोस् न। यहाँ कुनै पनि मिस्टर छैन। अहिलेको मोटरसाइकलमा, अहिलेको गाडीको चाहिँ तेलमा मिस गरेको जस्तो छैन। यसको सेवामा चाहिँ त्यस्तो मिस गरेको छैन। बुझ्नुभयो? त्यसकारण यसको सेवा चाहिँ क्लियर छ। तर यसुको सेवा क्लियर भए तापनि यसुलाई वाद विवाद गरेकै, यसुलाई विरोध आएकै हो, पत्रुसलाई पनि विरोध आएकै हो, पत्रुसलाई जेलमा हालेकै हो। तर पनि परमेश्वर राज्य जति विरोध हुने आयो, जति जेलमा हाल्ने गयो, जति सतावर दिने गयो नि, त्यति नै परमेश्वर राज्य विश्वमा फैलिएर गयो। अहिलेको मण्डलीहरू भन्दिनँ, म मण्डली भन्छु। तर मण्डली परमेश्वरले यसो आफै हुनुहुन्छ। आमेन भन्नुहोस् न। हालेलुया हालेलुया भन्नुहोस् न। यसो आफै हुनुहुन्छ। मण्डलीको शिर आफै हुनुहुन्छ। मण्डलीको कुनै ढुङ्गो पनि आफै हुनुहुन्छ। आमेन भन्नुहोस्। हालेलुया भन्नुहोस्। हालेलुया। सुन्नुहोस्, आज यस क्रिस्टलाई तपाईँलाई मैले उचाल्ने हो क्या, व्यक्तिले उचाल्ने होइन। आज संसार बिग्रीको यो व्यक्तिले उचालेको कारणले हामीले यसुलाई उचाल्नुपर्छ। जहाँ यसुलाई उचाल्छौँ त्यहाँ परमेश्वरको उपस्थिति हुन्छ। जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँ परमेश्वर ठुलो महिमा बगेर जान्छ। अनि यसुलाई उचालेको ठाउँमा कुनै भेदभाव छैन। त्यहाँ कुनै पनि दाग लाग्दैन, कुनै पनि तपाईँको मण्डलीलाई असर पर्दैन, कुनै पनि पास्टरलाई असर पर्दैन। ल लेखेर दिन्छु। ल एक बाङ्गा हातले भन्दा नि रातो कलमले सेतो कलमले के लेख्नुपर्छ म लेखेर दिन्छु। यसुको जहाँ सेवा छ नि त्यहाँ मण्डलीलाई धक्का पर्दैन। यसुको सेवा हुने ठाउँमा पास्टरलाई धक्का पर्दैन, बरु प्लस पोइन्ट हुन्छ।
भोलि त्यहाँ के हुन्छ? आशिष आउँछ। त्यहाँ के हुन्छ? आशिष आउँछ। हालेलुया भन्नुहोस्। त्यो चाहिँ येशूको सेवाभित्र मात्र पर्छ। येशूको सेवाभित्र मात्र पर्छ त्यो। तर येशूको सेवाभित्र भन्दा बाहिर वाद विवाद छ। के छ भने वाद विवाद, खुट्टा तान्ने, आलोचना गर्ने, दिएको कुरालाई घृणा गर्ने, लिएको कुरालाई घृणा गर्ने, खाने कुरालाई भनेको विरोध गर्ने, होइन केही नपाएको, बोल्ने कुरालाई शब्द मान्छे हो। यसो कोही पनि यसो बाहेक कोही पनि सम्पन्न छैन। आमेन भन्नुहोस्। अब मैले यहाँ सुन्छु क्या कहिले कहिले भक्त पनि यो बिमारी हुन्छ अरे त। भक्त परमेश्वर हो न। त्यो व्यक्तिले अझै बाइबल पढोस् भन्छु म त। पेटीबाट मात्र हुँदैन प्रिय, किनभने बिमारी चाहिँ यसो बाहेक सबै थिए। आमेन भन्नुहोस्। हालेलुया भन्नुहोस् न। यसो बाहेक सबै बिमारी छन्, तर यसोले निको पार्नुहुन्छ। आमेन भन्नुहोस्। त्यति मात्रै हो। आमा अनि अर्को के भन्न छ? ठुल्ठुला वक्ता, संसारका वक्ताहरू अहिले सबै परीक्षा भएका छन्। कोही केटीको परीक्षा, कोही भेटीको परीक्षा, कोही के परीक्षा भएर पतन भएको छ भनेर त्यो वरदान पाएका, दर्शन पाएकालाई कसरी डाउन गर्ने भन्ने कुरा पनि त्यहाँ आउँछ। तर याद गर्नुहोस् है, माथिबाट आएको कुरा चाहिँ कुनै पनि डाउन र कुनै पनि दागले कहिले छुन सक्दैन। परमेश्वरले जहिले पनि विजय दिनुहुन्छ। के भन्नुहुन्छ? जहिले पनि परमेश्वरले विजय दिनुहुन्छ। माथिबाट आएको चाहिँ परमेश्वरले विजय दिनुहुन्छ। पढेको छोरी मत्ती 10:7-8 र मर्कुस 10:29-30। स्वर्गको राज्य नजिकै आइपुगेको छ। अब स्वर्गको राज्य नजिकै आइपुगेको छ भन्दै प्रचार गर। भन्दै यसको प्रचार गर। बिरामीहरूलाई निको पार। बिरामीलाई निको पार। मरेकाहरूलाई जीवित पार। मरेकालाई जीवित पार। कुष्ठ रोगीहरूलाई शुद्ध पार। कुष्ठ रोगीलाई शुद्ध पार। भूतहरूलाई निकाल। भूतहरूलाई निकाल। तिमीहरूले सिद्धैमा पायौ। तिमीहरूले सिद्धैमा पायौ। सिद्धैमा देऊ। तिमीहरूले सिद्धैमा देऊ। यसले के भन्नुभयो? प्रचार गर, भूत निकाल, निको पार, मरेकालाई जीवित पार, सिद्धैमा पा, सिद्धैमा देऊ। परमेश्वरको काम पेसेर हुने होइन, पिसाच ल्याउने हो। पिसाच ल्याउने हो। पिसाच ल्याउने हो। वरदान बेचिँदैन, शक्ति बेचिँदैन, दर्शन बेचिँदैन, तर व्यक्ति बेचिन सक्छ। याद गर्नुहोस्, परमेश्वरको राज्य कहिले बेचेर बेचिँदैन, किनेर पाउँदैन। परमेश्वर राज्य विश्वासद्वारा पाउने हो। परमेश्वरको विश्वासद्वारा पाउने हो। त्यस कारणले प्रिय यसले भन्नुभयो, उहाँका चेलाहरूलाई जाऊ, के गर्न जाऊ? प्रचार गर्न जाऊ। के गर्न जाऊ? भूत निकाल्न जाऊ। के गर्न जाऊ? निको पार्न जाऊ। के गर्न जाऊ? मरेकालाई जीवित पार्न जाऊ। के गर्न जाऊ? सिद्धमा पायो, सिद्धमा देऊ। यस क्रिस्टको पालामा यसका चेलाहरूलाई, यस क्रिस्टलाई त्यतिखेरका व्यक्तिहरूले, त्यतिखेरका मानिसहरूले आदर गर्थे, सम्मान गर्थे। जहाँ जानु पर्थ्यो त्यहाँ किनेर हाल्नु पर्थेन। कसको घरमा आउने हो, कसको घरमा जाने हो, उनीहरूले पहिल्यै भोज पानी गर्थे। यस क्रिस्टले पत्रुसका सासूलाई सत्य पारेर, पत्रुसका सासू चुप लागेर बसिन। तिनीले के गरिन्? यस क्रिस्टलाई, चेलाहरूलाई सेवा गर्नुभयो। आज त सिद्धमा पाऊ, सिद्धमा देऊ भनेर भन्दाखेरि वा चेतखरेले वरदान बाँड्नु, त्यसलाई किन पैसा दिनु पर्यो? पैसा नदिनुहोस् ल। सिद्धमा पाएको वरदान मैले त वरदान तपाईँसँग पैसा पाउनलाई, मिसन भेटी उठाउनलाई, दशांश उठाउनलाई वरदान पाएको होइन। तपाईँमा भएको रोगलाई निको पार्नलाई, तपाईँको भएका समाजहरूलाई चङ्गाई दिनलाई, तपाईँमा भएको समाजलाई बचाउनलाई, मण्डली परिवर्तन गराउनलाई, मण्डली बलियो बनाउनलाई, मण्डलीमा जागृति ल्याउनलाई, मण्डलीमा नयाँ आत्मा ल्याउनलाई
परमेश्वरले मलाई प्रदान दिनु तर के गर्छ साथ छ शरीर छ कि कोटला छु मेरो बाबाको लुगाकोठी छैन घडी लाछु मेरो बाबुको आमाको घडीको कम्पनी छैन हैन म अहिले गाडी चढेर हिँड्नुपर्छ मेरो तेल कम्पनी छैन तर त्यही सिद्धमा पायो सिद्धमा दियौ भनेको भएर मलाई प्रभुले के गर्नुभयो हरेक मानिससँग आफै बोलेको कारणले परमेश्वरले आज मिसन यहाँसम्म ल्याउनु भएको छ मर्कुस 10:29-30 येशूले भन्नुभयो साँच्चै म तिमीहरूलाई भन्दछु जसले मेरो निम्ति जसले भनेको येशू ख्रीष्टको निम्ति र सुसमाचारको खातिर सुसमाचारको लागि घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा बुवा वा छोराछोरीहरू वा जग्गा जमिन छोड्छ त्यसले सतावटको साथसाथै 100 गुणा बढी घर दाजुभाइ दिदीबहिनी आमा छोराछोरी र जग्गा जमिन यसै समयमा पाउनेछ अनि आउँदो युगमा भनेको स्वर्गमा पनि पाउनेछ हालेलुया म त्यतिको प्रचारक पनि भएन ल कसैले पैसा दिएर कसैको संस्थामा म लागेर प्रचारक बनेको होइन यस ख्रीष्टको निम्ति जसले कष्ट भोग्छ यस ख्रीष्टको निम्ति जो बलिदान हुन तयारी छ हालेलुया भन्नुस् न यस ख्रीष्टको निम्ति सतावटमा पर्छ यस ख्रीष्टको निम्ति झुको आगो पाउँछ तर उसले सहेर त्यसलाई खुट्टामा कुल्चिएर बिजे हुन्छ त्यो नि ओरिजिनल प्रचारक हो त्यो ओरिजिनल प्रचारक हो हालेलुया भन्नुहोस् सबै कुरा त्यागेर यीशुको आज्ञाकारी भएर 22 वर्ष सङ्घर्ष गरेका थिएँ कचौरा थाप्लीलाई दिन पाएको छु कचौरा थाप्लीलाई मैले उल्टो यीशुको नाममा दिन पाएको छु त्यही भएर परमेश्वरको काम के गर्छ इमान्दारी र पारदर्शी भएको कारणले परमेश्वरको काम पुरा भएन शक्तिमा भइरहेको छ शक्तिमा भएको छ शक्तिमा भएको छ त्यो शक्ति चाहिँ परमेश्वर हुनुहुन्छ आमीन भन्नुहोस् रोमी 1:16 किनकि सुसमाचारसँग म शर्माउँदिन किनभने सुसमाचार सुनाउन म शर्माउँदिन किनभने विश्वास गर्नेहरूको लागि प्रत्येकका मुक्तिको निम्ति यो प्रत्येकको मुक्तिको लागि यो परमेश्वरको शक्ति हो हालेलुया पहिले यहुदीहरूको निम्ति यो यहुदीहरूको निम्ति र अन्य जातिहरूको निम्ति पनि यो हामीहरूको लागि पनि हो भन्नुहोस् हैन यो सुसन्देश यो सुसमाचार यहुदीको लागि मात्र होइन अन्य जातिहरू भनेको नेपाली जाति इन्डियन जाति काला जाति गोरा जाति सेता जाति के जाति ती सबै अन्य जातिको लागि सुसमाचार सुनाउन म सहमति किन यो सबैको लागि हो केको लागि उद्धारको लागि केको लागि मुक्तिको लागि केको लागि चङ्गाइको लागि केको लागि छुटकाराको लागि केको लागि जीवनको लागि म प्रचार गर्न छोडिदिन भनेर मैले भने पावरले भने पहिलो कोरिन्थी 1:18 अब पहिलो कोरिन्थी 1:18 सुन्नुस् किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रुसको सन्देश क्रुसको प्रचार मूर्खता हो तर हामी उद्धार पाएकाहरूका निम्ति परमेश्वरको शक्ति हो ताली दिउँ प्रभुलाई हालेलुया के रहेछ उद्धार पाएकाहरूको लागि के रहेछ शक्ति रहेछ
येशूको शक्ति क्रुसमा छ। किन क्रुसमा भएको थाहा छ? हाम्रो पापको लागि यीशु ख्रीष्ट क्रुसमा टाँगिएको कारणले, हाम्रो पापको लागि यीशु ख्रीष्टले बलि दिएको कारणले, हाम्रो पापको लागि यीशुको रगत लगाइदिएको कारणले हामी मृत्युमा जान पर्ने ठाउँमा यीशु क्रुसमा मृत्युमा जानु भयो। तर त्यो मृत्युलाई तेस्रो दिनमा जित्यौँ भयो। अनि त्यो शक्ति चाहिँ कसलाई छ? यस ख्रीष्टलाई विश्वास गर्नेहरूको लागि। अब कसको लागि घृणा छ? जसले यसुलाई झुटो आरोप लगाउँछ, जसले यस ख्रीष्टको विरोध गर्छ, तिनको लागि के छ? के छ? मूर्ख छ। तर बाइबल अनुसार त्यस्ता मूर्खसँग मुकाबिला नगर, सुन्नेलाई यसको प्रचार गर, सुन्नेलाई यसको प्रचार गर। आमेन भन्नुहोस्, आमेन भन्नुहोस्। हालेलुया। तपाईँ यस ख्रीष्टको विरोध गर्ने ठाउँमा, यस ख्रीष्टलाई आरोप लगाउने ठाउँमा तपाईँ प्रचार गर्न जानु, तपाईँले चढ गर्ने पाउनुहुन्छ। ओके न पास्टर बाबुहरू, किन उनीहरूको लागि त मूर्ख हो नि त। त्यो मूर्ख आँखा भएर फेरि पुरुषको कुरा गर्ने होइन क्या, त्यहाँ त तिनीहरूलाई प्रेमको कुरा गर्ने हो। आमी भन्नुहोस् के अरे? मूर्खलाई चाहिँ प्रेमले जित्छ। आमी भन्नुहोस् न हो। अनि प्रेमले जब जितेपछि अनि बल्ल पुरुषको कुरा सुन्छन्, अनि त्यहाँदेखि साउलबाट पाउल जस्तै ती मूर्खबाजी ईश्वरको राज्यमा शक्तिशाली भन्छन्। आमेन। हालेलुया। पहिलो कोरिन्थी 2:5 पहिलो कोरिन्थी 2:5 ताकि तिमीहरूको विश्वास, अब तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन, मानिसको बुद्धिमा, मानिसको छट्टाइमा, मानिसको बठाइमा, मानिसको कुनै पनि कुरामा होइन, तर परमेश्वरको शक्तिमा आधारित होस्। परमेश्वरको शक्तिमा होस्। तालिदिनु पर्छ। केमा होस् अरे? बुद्धिमा, ज्ञानमा, छट्टाइमा। हामी कति राम्रो गोरो रहेछौ, 56 वर्ष मान्छे त भर्खरको रहेछौ। यसलाई विश्वास गरेपछि त्यो उद्धार पाइन्छ नभन्नुहोस्। मलाई होइन, ममा भाइको यीशुलाई विश्वास गर्नुहोस्। मलाई विश्वास गरेर तपाईँ उद्धार पाउनुहुन्न, मलाई विश्वास गरेर तपाईँले चङ्गाइ पाउनुहुन्न। ममा भएको यीशुलाई विश्वास गर्नुहोस्, तपाईँमा भएको यीशुलाई विश्वास गर्नुहोस्। यहाँ केही थियो, यहाँ आज साथै काम हुनेछ। आमेन भन्नुहोस्। हालेलुया। पावलले कोरिन्थीको मण्डलीलाई मात्र होइन, अहिलेको मण्डलीलाई पनि यो वचनले भनेको छ, व्यक्तिको पछि लाग्नेलाई भनेको, व्यक्तिमाथि आशा गर्नेलाई भनेको, व्यक्तिमाथि भरोसा गर्नेलाई भनेको। त्यो कुराले चाहिँ कहिले पनि परमेश्वरको राज्यमा हामी पुग्न सक्दैनौँ। तर पावलले के भनेको छन्? मानिसको रूपलाई हेरेर होइन, मानिसको हाइटलाई हेरेर होइन, मानिसको बोलीलाई हेरेर होइन, मानिसको बुद्धिलाई हेरेर होइन, मानिसको अनुहार हेरेर होइन, मानिसलाई होइन, ईश्वरलाई हेरेर गर। त्यो चाहिँ ईश्वरको अनन्त जीवन ख्रीष्ट येशूको नाममा मात्रै छ। शक्ति के हो? बुझिरहनु मात्रै, आशाले काम गर्ने मात्रै शक्ति नभन्नुहोस्। आज तपाईँलाई डरको आत्माबाट छुटकारा पायो भने त्यो ठुलो शक्ति। त्यो शक्तिले आज डिप्रेसनको आत्मा सिद्धियो भने त्यो शक्तिले त्यो व्यक्ति अब डिप्रेसनबाट ऊ सुसाइड गर्थ्यो भने तर परमेश्वरमा ऊ चाहिँ बाँचेर जानेछ। त्यस कारणले प्रिय हो, प्रधान हामी हेर्नुपर्छ। आमेन भन्नुहोस्। अभिषेकलाई पनि मान्नुपर्छ। आमेन भन्नुहोस्। शक्तिलाई पनि मान्नुपर्छ। आमेन भन्नुहोस्। तर हाम्रो चाहिँ बढी बढाउ, चढाउ, प्रशंसा, घोषणा चाहिँ यसको हुनुपर्छ। कसको हुनुपर्छ? यसको हो। अहिलेको मण्डली, प्रत्येक मण्डलीलाई त्यही भन्छ। व्यक्तिको पछि नलाग्नुहोस्, मण्डलीलाई नत्याग्नुहोस्, मण्डलीको पछि लाग्नुहोस्। मण्डलीको पछि लाग्नु भनेको यीशुको पछि लाग्नु। आमेन भन्नुहोस्। आमेन भन्नुहोस्। हालेलुया भन्नुहोस्। हालेलुया भन्नुहोस्। छोराको आमा जाति हात उठाउनुहोस् त। छोराछोरीको आमा उठाउनुहोस् न। तपाईँलाई त्यो गर्भमा राख्दाखेरि कतिको पीडा भयो? मेरो त आमाको भनौँ भने आमा प्रब्लममा गइहाल्यो कि के भन्नु।
कतिको पीडा भयो भन्नुहोस् न। पीडा बोल्नु भएन? पीडा बोल्नु भयो भन्नुहोस् न। त्यो छोरा कसरी पायो भन्ने तपाईँलाई थाहा छ, मलाई थाहा छैन। त्यो 9 महिना 8 महिना 7 महिना होला 10 महिना मलाई जान्दिनँ। तर त्यो पेटमा राख्दा तपाईँलाई कतिको बाधा भयो, कतिको अप्ठ्यारो भयो, त्यो झन् पाउँदाखेरि चाहिँ के भयो म जान्दिनँ। पाइसकेपछि मान हानमा के अरे सुन्नुहोस् त, मान हानमा बा आमा भन आमा। त्यतिखेरसम्म बच्चा साह्रै रमाइलो छ। जब हुर्किँदै जान्छ, नानी निवास्दै जान्छ, बिहा गर्दै जान्छ, अनि घर छोड्दै जान्छ, आमा बाउ रुन थाल्छ। हो पास्टरको पनि त्यही हो वेदना। पास्टरको पनि वेदना त्यही हो। कुन गल्लीमा कुन सडकमा गएर त्यसलाई प्रचार गरेको हुन्छ, त्यसको दुःखलाई त्यसको कुरालाई हेरेर प्रभुमा ल्याएर शान्ति प्राप्त गराएर मण्डलीमा एउटा परिवार खडा गरेको हुन्छ। अनि त्यो पास्टरले बाउ बनेको हुन्छ। अनि त्यो पास्टरलाई जति माया लाग्छ नि अर्को पास्टरलाई त्यति माया लाग्दैन। होसियार हुनुहोस्, संसारमा यो कुरा चाहिँ अब आवश्यक छ। जहाँ जन्मिएका छौँ, जहाँ हुर्केका छौँ, त्यहाँबाट परमेश्वरको काम गर्दै जानुहोस्। तपाईँलाई दिएको मण्डली आफै वृद्धि हुँदै जानेछ, आफै वृद्धि हुँदै जानेछ। हालेलुया भन्नुहोस्, हालेलुया, हालेलुया। अब भजन 6:3 सुन्नुहोस्। छुटकारा प्रभुबाट आउँछ। हो, छुटकारा चाहिँ प्रभुबाट आउँछ, व्यक्तिबाट होइन। तपाईको आशीर्वाद तपाईको प्रजामाथि रहोस्, तपाईको मानिसहरूमाथि रहोस्। भजन सङ्ग्रह 119 को 170। अब फेरि भजन सङ्ग्रह 119 को 170 सुन्नुहोस्। मेरो नम्र निवेदन तपाईको सामुन्ने पुगोस्। अब मेरो नम्र निवेदन तपाईको सामु पुगोस्। तपाईको प्रतिज्ञा अनुसार मलाई छुटकारा दिनुहोस्, मलाई छुटकारा दिनुहोस्। ताली दिनु न। छुटकाराको सेवादारी गरेर व्यक्तिले छुटकारा दिन सक्दैन र व्यक्तिले दिने होइन। छुटकारा चाहिँ प्रभुबाट आउँछ। अनि अब छुटकारा भनेको के हो भने छुटकारा पाउने सुन्नुहोस्। तपाईँले अर्काको कुरा काट्नुहुन्छ, अर्काको बदनाम गर्नुहुन्छ, अर्काको छोरी भन्नुहुन्न, अर्काको छोरा भन्नुहुन्न, अर्काको बुहारी भन्नुहुन्न, अर्काको श्रीमान भन्नुहुन्न। जो मौका पाए त्यही गर्नुहुन्छ नि, त्यो कुरामा छुटकारा चाहिँ प्रभुबाट आउँछ। आमे भन्नुहोस् न, हालेलुया, हालेलुया भन्नुहोस् न। कहाँबाट आउँछ अरे? प्रभुबाट आउँछ। अनि त्यो प्रभुबाट आउँदाखेरि आउनुभन्दा पहिला हरे छुटकारा देऊ, हरे मलाई छोइदेऊ, हरे मलाई छोइदेऊ होइन। प्रभुलाई भन्नुहोस्, सबैजना हात उठाएर भन्नुहोस्, परमेश्वर येशूको नाममा पुकार गर्छु। अहिलेसम्म मैले नपाएको छुटकारा दिनुहोस्। अब जान्दिन्छु अन्तिम होइन। यशाया 57 को 15। अब यहाँ सुन्नुहोस्। किनकि सदा सर्वदा जीवित हुनुहुने, अब सदा सर्वदा जीवित हुनुहुने उच्च र श्रेष्ठ, जसको नाम पवित्र हो, जसको नाम पवित्र छ, उहाँ भन्नुहुन्छ, प्रभु भन्नुहुन्छ, म उच्च र पवित्र ठाउँमा बस्दछु, म उच्च र पवित्र ठाउँमा बस्छु। विनम्रको आत्मा जागृत गराउन, विनम्रको आत्मा जागृत गराउन र पश्चातापीको हृदय जागृत गराउन, पश्चातापको हृदयको जागृत गराउन त्यससँग पनि बस्दछु, म त्यससँग पनि बस्दछु। जो आत्मामा पश्चातापी र विनम्र छ, जो आत्मामा पश्चाताप र विनम्र छ। ताली दिउँ प्रभुलाई। जागृति उफ्रिने मात्र होइन है, जागृति कराउने मात्र होइन। हल्ला गर्ने जागृति भन्दैन। पक्का पक्का बाइबलमा लेखिएको कुरा हामी घोषणा गर्छौँ। आमेन भन्नुहोस्। पश्चातापको हृदय दिनुले जागृति हो। ताली दिउँ प्रभुलाई। हालेलुया। सुन्नुहुन्छ? पश्चातापको हृदय जब तपाईँको आउँछ नि,
जसको अर्थ तपाईँले पापलाई मानिलिएर सदाको लागि छोडिदिनुहुन्छ नि। अब तपाईँमा जागृति सुरु भयो, प्रभुको काम। अब तपाईँको जीवनमा प्रभुको काम सुरु भयो। आमेन भन्नुहोस्, हालेलुया भन्नुहोस्। के भयो? पश्चाताप गर्नै मान्दैन मान्छेले। सुन्नुहोस्, जागृति जब आउँछ पश्चाताप गर्छ। उपवास बस्नै मान्दैन। जब मान्छेलाई जागृति आउँछ उपवास बस्छ। बुझ्नुभयो? तर प्रभु कसको हृदयमा बस्नुहुन्छ? जसको हृदय सफा छ, जसको हृदय पवित्र छ, त्यसको जीवनमा जब परमेश्वर आएर बस्नु भनेको नै जागृति हो। हामी भन्नुहोस् हालेलुया। के अरे प्रभुलाई तपाईँ र मैले जागृति पाउनलाई पश्चाताप पाउनु भयो। जागृति पाउनको लागि साँचो पश्चाताप गर्नु पर्यो। आमेन भन्नुहोस्। हामीमा जागृति हुन्छ। आमेन भन्नुहोस्। समय छैन, समय नभएको कारण म यति नै वचन राख्छु। प्रभुलाई हामी तालीबाट धन्यवाद दिनेछौँ। र एउटा कुरा अब एउटा दुईवटा कुरा म यहाँ भन्नेछु। हामी मायाको चिनो हाम्रो यस सभाका संयोजक हामीले हेरिसक्यौँ है। हामीलाई प्रार्थना र साथ दिकन यहाँसम्म ल्याइदिनुहुने पत्री नगर इसाई समाजका अध्यक्ष पास्टर गोपाल राईजी हुनुहुन्छ। उहाँलाई आज हामी आजको सभाको अध्यक्ष पास्टर गोपाल राईजीलाई आजको यो मौकाको लागि मायाको चिन्ह हामी हस्तान्तरण गर्दै गर्दा ठुलो तालीले हामी आदर गर्दैछौँ। कुर्लाबारी संयुक्त समाजको क्रिस्चियन समाजको अध्यक्ष पास्टर यामलावतीज्यूलाई पनि आजको सभामा यो समय दिइकन शोभालाई बढाइदिनु भएको लागि र प्रार्थनाको लागि धन्यवादको साथ सानो मायाको चिनो हामी हस्तान्तरण गर्दछौँ। त्यसरी नै समयलाई मध्यनजर राख्दै गर्दा यस कार्यक्रमका सल्लाहकारको रूपमा हामीलाई धेरै नै सहायता पुर्याउनुहुने पास्टर बुवा टिका आलेज्यूलाई पनि आजको यो सभामा मायाको चिनो हस्तान्तरण गर्न चाहन्छौँ। जोडतोड ताली बजाइकन आजको सभामा मायाको चिनो ताली। हालेलुया। त्यसरी नै आजको यो सभामा अति नै आशिषमय नृत्यद्वारा भजन गायक गीतहरूद्वारा हामीलाई नचाउनुहुने गायक सङ्गीतकार विनय कार्कीलाई पनि यो समय हामी मायाको चिनो हस्तान्तरण गर्नेछौँ। जोडतोड ताली। ताली। र पवित्र महासभा सुसमाचार चङ्गाई सेवा छुटकारा र जागृतिको सभालाई आजको सभामा वचनद्वारा भइकन हामीलाई परमेश्वरको वरदानद्वारा शक्तिशाली प्रकाशमा छुटकारामा ल्याउनु हुने आजका हाम्रो पत्री नगर इसाई समाजका अध्यक्षको हातबाट आजको वक्तालाई हामी सानो मायाको चिनो हस्तान्तरण गर्नेछौँ। जोडतोड ताली। आशिषमय ताली। हालेलुया। आउने दिनहरूमा सेवकाईको सहकार्य समाज हुँदै राष्ट्रमा पुग्नुपर्छ। आमेन। भित्रबाट निक्लेकै छैन चङ्गे गरी माग्ने खाए खाता फुलकाले अलि खाँदै खाए। पानी चाहिँ कहाँ छ होला यता आउनु न त झन्
हेलो नानी सीतामा जयमसी हो खत्रै लिम्बू पराए त जयमसी हौ लाइनमा लाग्दैछ खाना होला